कतिताको मलाई थाहा छैन अलिकति मैले भोगिराखेको थिएँ अनि डेली लाइफ हो त्यो कुनै एक दिनको कुरा होइन अरे होइन बिहान उठ्नै पऱ्यो हात मुख धुनै पऱ्यो। किडनी बिरामी मामाको 2 करोड लिएर भान्जा बेपत्ता, विश्वास टुट्दा सम्बन्ध पनि हरायो। सबैभन्दा ठुलो सम्पत्ति होइन विश्वास हो। विश्वास बाँड्न सकिन्छ, साथ दिन सकिन्छ, तर एकपटक टुटेपछि त्यसलाई फेरि जोड्न निकै गाह्रो हुन्छ। दर्शकवृन्द, आज हामी तपाईहरूमाझ एउटा अत्यन्तै मार्मिक, मन छुने र यथार्थ घटना प्रस्तुत गर्दैछौँ। यो कथा हो एक वृद्ध बाको जो आज जीवनको अन्तिम मोडमा गम्भीर किडनी रोगसँग सङ्घर्ष गरिरहेका छन्। उमेरको उत्तरार्धमा उनलाई चाहिएको थियो आफ्नो मान्छेको साथ, एउटा भरोसाको हात र आत्मीयताको न्यानो साथ। तर विडम्बना, आज उनीसँग न त सहारा छ न त आफ्नै भन्ने कोही। वृद्ध बाका अनुसार दाजुभाइ बीच अंश भन्दा पछि अदालतको निर्णय अनुसार उनले 2 करोड रुपैयाँ प्राप्त गरेका थिए। डक्टरकोमा ल्याएर जाने यताउता गर्ने सबै गरिदिन्थ्यो। तर भने नि त्यो पैसा पाएपछि उनीहरूले अब मेरो नाममा राखिदिनु पर्ने राखेनन्, आलताल गरे। मामालाई चाहिएको पैसा दिइहाल्थ्यो नि हामीले भन्ने खालको कुरा गरे। अनि त्यसो लोभाउँदै गयो त्यो सिलसिलामा मैले विश्वास गर्दै गएँ। अनि आफ्नै बान्जामाथि असीम विश्वास गरेर उनले त्यो सम्पूर्ण रकम बान्जाकै नाममा राखिदिए। सुरुका दिनहरूमा सबै ठिक थियो। भान्जाले कहिले 50,000 कहिले 20,000 रुपैयाँ खर्चका लागि ल्याइदिने गर्थे। वृद्ध बालाई लाग्थ्यो सम्बन्ध नै सबैभन्दा ठुलो सम्पत्ति हो, पैसा त केवल आवश्यकता पुरा गर्ने माध्यम हो। तर समयसँगै सबै कुरा बदलियो। 81 अहिले 8-10 महिना भयो तिनीहरू गायब भयो। तिनीहरू भन्दाखेरि भान्जा छ एउटा श्याम भन्ने छिमीको हो, नेवार हो, प्रजापति हो कि के हो त्यो जात छ मलाई राम्रो। श्याम भान्जा भन्थे, त्यो मिल्ने साथी। तिनीहरू 2जना चाहिँ गायब भयो। 2जना आउँथे मलाई भेट गर्थे, खर्चाहरू नि छोडेर जान्थे। त्यो सिलसिलामा अब विश्वास गर्दै गएँ। ल अहिले मैले एकचोटि के भनेको थिएँ भने त्यो प्रजापतिकोमा थियो, त्यो श्यामकोमा थियो मेरो कागज पत्र सबै।